चाहिँ यहाँ छ यो साइडमा गाईघाटको चोक भयो अनि त्यहाँ पिपल बोर्ड छ त्यो पिपल बोर्डबाट सिधै यता आएपछि यहाँ उल्लास छ त्योभन्दा अगाडि साइडमा यो साइड यो बिल्डिङ हो यो बिल्डिङको यो साइडमा चाहिँ लास्ट साइडमा चाहिँ त्यहाँ छ ट्याटु हेलो गाइस नमस्ते वेलकम टु आवर ब्लग अनि आज चाहिँ हामी नयाँ ठाउँमा आएको छौँ आज नयाँ गर्न जाँदैछौँ फर्स्ट टाइम मेरो ट्याटु हान्ने सोख थियो पुरा भएको छ छोरीले गर्दा है छोरीले गर्दा ट्याटु अब हान्नु मौका पाएको छु हेर्दै जानु होला के ट्याटु हान्दैछु तपाईँहरूलाई एकछिनमा थाहा भइहाल्छ है यहाँ ब्रदरले अब ब्रदरको नाम चाहिँ जेम्स अनि अब बाहिर चाहिँ खिचिनँ अघि अहिले एकछिनमा खिच्छु म तर भित्रको सिन यस्तो छ ब्रदर पनि बाहिरबाट आएर यसरी 3 वर्ष भरे गर्नुभएको तर बबाल जेम्स ब्रदर यही हो उहाँको पिक्चर हामी चाहिँ अब बनाउँदै हुनुहुन्छ बिस्तारै बिस्तारै भइसक्यो पैताला हाम्रो छोरा कि छोरी छोरी हो हजुर यो चाहिँ चेस्ट कस्तो हाल्ने चेस्टमा चेस्टमा डाइरेक्ट उयो गरेर अनि झ्याप्पै ठ्याप्पै हाल्दैन डाइरेक्ट गरेर अनि ठ्याप्पै हानेर ल अब ल्याउनु त फर्स्ट टाइम छोरीको अब यो पछि जान्छ नि कति हुन्छ होला चिसो त उब्लाउनु हुँदैन नि त हो ट्याक्कै टाइममा आइया ट्याक्कै टाइममा म चाहिँ अब रेडी गरेर बस्नुपर्छ नि अलिअलि आफै थप्नुपर्छ यस्तो छ गाइस यहाँको सिन चाहिँ चेस्ट पछि गर्नुला होइन यसमा यसरी टाइमिङ कडा छ पछि बनाउला मिलाएर बस यति भयो भइगयो यति छाप चाहिँ यतिको बसेछ औला नै राख्न दिएन यस्तो गरिहाल्यो तर केही छैन त्यसै निकालेर त्यही टाइपको राख्नु औँला नै राउन्डसँग बसेन नि छोरी त खुट्टै तानिहालेको तर मिल्छ एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा यहाँनिर सानो छ अलिकति सेड हालेर गर्नुपर्छ हुन्छ ल गाइस अब एकछिनमा हेर्दै गरौँ के हुन्छ अब यो चाहिँ टिस्यु यसले मेट्नु ल फेरि चिसो हुन्छ होला दिनकै त्यो नै खुसी गरिन्छ कस्तो आनन्दले हेरेर
नयाँ ठाउँ हो ल। लाइटहरू पनि हो यो चाहिँ मेरो फर्स्ट टाइम हो क्या ट्याटु चाहिँ फर्स्ट टाइम फर्स्ट ट्याटु यही हो मेसिन चाहिँ मेसिन कोइल नै मेरो फेभरेट कोइल नै फेभरेट है अहिले पेन्सिल राम्रो लाग्दैन पेन्सिल आफ्नो लाइन त जाँदैन थियो त
बत्ती झ्याप्पै गयो गाइस यस्तो टाइमिङमा गयो नि ट्याक्कै साइकल खोप्ला हानेर पनि सट्ट गरेको बत्ती पनि ट्याक्कै गयो छैन खबर के छ एकछिनमै आउँछ होला बत्ती होइन छोरी बुढी यता सुती छोरी सुती बिजोग छ यस्तो भयो गाइस त्यति बसेको हुन्छ नि कस्तो देख्यो दामी भएछ र पछिला चाहिँ दामी देखिन्छ अहिले त हो कि हिल भइसकेपछि त्यो सबै प्लेन हुन्छ नि प्लेन भएपछि होइन राम्रो देखिन्छ होइन त्यो लाइटमा हेर्नुपर्छ लाइट फेरि गयो त्यो औँलाको सेडहरू हुन्छ नि डल्लो डल्लो त्यो सबै मैले निकालेको छु दामी बसेको छ दुखेछ नि ट्याटु कम्प्लिट चेस्ट बबाल भएको छ दामी यसमा पनि राम्रो आएछ बबाल भएको छ थ्याङ्क यू ब्रदर अब ट्याटु हान्नु छ भने कोही यहाँ जेम्स ब्रदरकोमा आउनुहोस् बबाल हानिदिनुहुन्छ ट्याटुमा त एकदम ट्याटुदेखि लिएर सबै हान्नुहुन्छ अरे सबै हुन्छ सबै के काम पर्छ पेन्टको लागि आर्ट्सको लागि सबै दामी हानिदिनुहुन्छ ल जेम्स ब्रदरको जेम्स ट्याटु एक टाइममा सकाइदियो मैले ठ्याक्कै सक्यो नत्र लाग्छ नि 2-2.5 घन्टा समथिङ ठ्याक्कै सक्यो नि देखेछ राम्रो देखेछ ठिक छ होइन बाहिर बवाल हाल्नुपर्छ बवाल दामी लाग्यो मलाई त्यही भएर मैले भने फ्री टाइममा आउनु फर्स्टमा हानिदिनुपर्छ दामी हानिदिनुपर्छ फेरि आउनेछ है बुढी पनि यहाँ के भन्न चाहनुहुन्छ हजुर मैले चाहिँ भिडियो लिन पाइनँ हजुर के भन्नु के भन्न चाहनुहुन्छ म त के भन्नु छोरीको कसैलाई रहर छ ट्याटु हान्न भने यहाँ ब्रदरकोमा आउनु होला गाईघाट पिपल चोक नजिक के अरे जेम्स ट्याटु स्टुडियो जेम्स ट्याटु स्टुडियोमा त्यहाँतिरको उदयपुरमा छ यो चाहिँ गाईघाटको ठ्याक्कै पिपल चोकबाट यता लेफ्ट साइडमा माथिबाट आयो भने लेफ्ट साइडमा तलबाट आयो भने पनि लेफ्ट साइडमै पऱ्यो गुगलमा चेक गर्दा नि हुन्छ ल मजाले हान्नुहुन्छ मजाले एकदम मजाले सही टाइममा पनि सकियो अब ट्याक्कै लाइन केही पर्दैन केही समस्या मेरो नि युट्युब छ युट्युबमा हाल्छु म पनि अनि हुन्छ म युट्युबमा हाल्छु अनि त्यसपछि टिकटकमा नि हाल्छु फेसबुक हल्का पेज पनि छ पेजमा नि हाल्छु अलि यसो हल्का फुल्का यसो कहिले काहीँ यसो हालिरहेको हुन्छु मजा लाइन गयो यहाँनिर यस्तो खाली छ नि के हो त्यही सेडहरू चाहिँ छोडेको छ किनभने यस्तो गर्दाखेरि खुम्चेको पाठहरू मजाले देखिन्छ जस्तै यो खुम्चेको प्याकेट देखिरहेको छ यति देखि नै पर्छ पैतालामा हुन्छ
हुन्छ ल पक्र त ब्रदर च्याप्टै गएर ए पैसा ब्रदरलाई ल धन्यवाद बाबा हजुरले भनेको जति नै टेक्निक मैले पनि सकेसम्म राम्रो मेहनत गरेँ। दामी हान्ने गर्छ बाँकी छ अरे त क्लिन गर्नु पोल्नु चाहिँ अलिअलि पोलो पोल्नु चाहिँ अलिअलि पोलो गाइस है अलिअलि हुँदो रहेछ बाँकी छ अरे त नि क्लिन गर्न बाँकी छ अरे त बाँकी छ छैन मैले क्लिन गर्न बाँकी छ त्यही भएर गयो क्लिन गरेर भिडियो पनि क्लिन हो मेरो एउटा लिङ्क पिक्चर केही फरक पर्दैन दामी छ हेटौँडाबाट आउनु हजुर हाम्रो सानो बेबीको पैताला ओहो पैताला दामी छ थ्याङ्क यू ब्रदर यति भयो भएको के गर्नु किन उयो ऱ्याप पनि गरिदिउँ कि यो थोरै लगाइदिउँ अलिकति धुलो सुलोबाट पनि सेभ होस् न राख्नु पनि सही हुन्छ अहिले चाहिँ म घर आइसकेको छु छोरीसँग छु अनि ट्याटु पनि दामी भएको छ है ट्याटु पनि दामी भएको छ है यहाँनिर हुन्छ आजलाई यति नै अघि एन्ड गरेको थिएन भिडियो अहिले चाहिँ एन्ड गर्दैछु थ्याङ्क यू फर वाचिङ अल अफ यु थ्याङ्क यू फर ब्रदर जेम्स ब्रदर है टेक केयर एभ्रीबडी